नमस्ते। आज चाहिँ मेरो मामा मेरो ससुर हो लीलबहादुर गुरुङ एन्ड त्यो अनि सासू हुमकुमारी गुरुङको 50 वर्ष पुगेको एनिभर्सरी मनाउन गइरहेको छ। अनि यो चाहिँ हाम्रो मामा माइजू चाहिँ भर्खरै युएसबाट आउनु भएको थियो। अलिकति सरप्राइज जस्तो पनि थियो। सेलिब्रिटीहरूलाई मात्रै बोलाएको छ। सानो एउटा प्रोग्राम जस्तो गरेर मामाको सेलिब्रेसन 50 एनिभर्सरी सेलिब्रेसन मनाइदिउँ भनेको कारणले गर्दाखेरि आज यहाँ प्यालेसमा अल्लोसोर प्यालेसमा मनाउन गइरहेको छ। हेलो मलाई सुन्नुहुन्छ हजुरहरूले? हेलो 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 ल हजुरहरू सबैलाई नै नमस्कार है मेरो तर्फबाट। जो हाम्रो मामा माइजू अब यता आउँदै हुनुहुन्छ। यहाँ लाइन अप भएर यसो फुलहरू छर्ने कार्यक्रम गर्नुपर्ने भयो है।
हाम्रो बुवा हजुरआमाको 50th anniversary. हेलो सबैजनालाई नमस्कार. वेलकम टु मेरो मम्मी बाबाको 50th anniversary. थ्याङ्क यू फर कमिङ. कतिजनाले छुट्टी लिएर आउनुभयो होला, त्यसको लागि धेरै धेरै धन्यवाद. फर्स्ट अफ अल चाहिँ मेरो मम्मी बाबालाई चाहिँ 50th anniversary को धेरै धेरै बधाई, कङ्ग्रेचुलेसन. एन्ड म चाहिँ हामी सबैजना चाहिँ के चाहन्छौँ भने उहाँहरूको अझ सुस्वास्थ्य राम्रो होस् र फेरि अझ 10 वर्ष 20 वर्षपछि पनि उहाँहरूको 60 एनिभर्सरी 70 एनिभर्सरी यसरी नै खुसीका साथ हामी मनाउन पाऊँ है. अनि डायमन्ड जुब्ली अफकोर्स. अनि अल्सो हामी उहाँहरूको यो 50th एनिभर्सरी मनाइराख्दाखेरि चाहिँ मलाई के लागिरहेछ भने हामीहरू सबैजनाको आफ्नो जोडीसँग यसरी नै हाम्रो पनि होइन उहाँहरू जस्तै राम्रो हेल्थका साथ मनाउन पाऊँ. मामा शर्मिला बहिनी मामाइजूलाई अब रुमाल लाउने होला नि होइन. हेलो मामाइजू हजुरहरू उभिदिएर शर्मिला त्यो माला दिनु दिदी मालालाई दिनु हुन्छ नि. धेरै धेरै शुभकामना मान्छेहरूले मामा बाजेलाई पनि. अनि दिदीहरू अङ्कलहरू सबैजनालाई धन्यवाद हामीलाई बोलाइदिनुभयो. यो अवसरमा हामीले पनि सहभागिता जनाउन पायो. एकदम खुसी लकिएस्ट भन्नुपर्छ. अनि यो सबै मेरो तर्फबाट मात्रै होइन, सबै यहाँ पाल्नुभएको पाहुनाहरू सबै हाम्रो इष्टमित्र हो सबै, उहाँहरूको तर्फबाट पनि एकदमै धन्यवाद. अब हामी कार्यक्रमको मुख्य के भन्छ प्रोग्राममा जाऊँ है त. यसमा चाहिँ हामीले पहिला यस्तै मैले पनि सुनेको देखेन त देखेको छैन, यस्तै माला बिहा गरेको जस्तै गरेर पहिला माला लगाइदिने हो. सोमबार गर्ने होला न. पहिला चाहिँ औँठी लगाइदिने मामा बाजे माइती बाजे औँठी साथ गर्ने. एउटा रिङ पहिला चाहिँ स्वयंवरको औँठी मात्रै हुन्थ्यो भने अब हजुरहरूको अर्को पनि औँठी थपिन्छ. सो 2टा रिङ हुन्छ. अनि माइती बाजे र मामा बाजेले रिङ साटासाट गर्नुहोस् अनि माला लगाइदिनुहोस्.
Go. 1, 2, 3, go. Happy anniversary! Congratulations once again, Mama Baje, Maju Baje. सधैँ खुसी रहनु, स्वस्थ रहनु। यो कति हो त यो काट यो पहिले Happy 50th anniversary! Hey! Happy 50th anniversary! Hey! Come on, Tali! Tissue paper, please. बाजेले स्याम्पेन खोल्न गइराख्नु भएको छ अनि मामाले माइजूले माइजूले मामालाई ल मामाले माइजूले माइजूले मामालाई ल ल ल ए कम अन ल ल सबैले ताली मेरो ए हो दिदी भेनाजु आउनुभएको छैन होइन र मेरो सम्झिने साथै मेरो छोराछोरी अनि ज्वाइँ नाति नातिना सबैजनालाई मेरो यो खुसियालीमा सरिक भइदिनु भएकोमा धन्यवाद छ। तपाईँहरूको यस्तो अमूल्य समयमा पनि टाइम निकालेर यहाँ आएर हामीलाई चाहिँ बधाई दिएकोमा चाहिँ तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद छ र हाम्रो जस्तै 50 एनिभर्सरी तपाईँहरू सबैको मनाउन पाओस् भन्दै म यो 2 शब्द यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद।
Hello, Baba. Hello, Mommy. Namaste. Message for you. Thank you. Just thank you for being our dad and mom. And एकदम खुसी यहाँ आज यस्तो गर्न पाउनु यो हाम्रो अभाग्य हो एकदमै खुसी लाग्यो अझ तपाईहरुकै यो 50 भयो अब 60 70 तपाईहरुको 84 सबै गर्न पाम अनि अझै धेरै बाँच्नुस् स्वस्थ हुनुस् तपाईहरुको यो साथ तपाईहरुको यो छाडीमा हामी अझै यसरी नै गर्न पाम बाँच्न पाम एज अ सेन्टी भइसक्यो हैन अनि एज अ प्यारेन्ट अब आफै ड्याड भइसकेपछि देन यु फिल कि तपाईलाई थाहा हुन्छ कि अब बाबाआमाको इम्पोर्टेन्स भन्ने कुरा अब आफू बुढो हुँदै गएपछि आफ्नो बच्चाहरू देखेपछि एन्ड देन आई होप हाम्रो बच्चाले नि यस्तै गरिदियोस् भन्ने हुन्छ तर वी आर रियली एकदमै धेरै धेरै थ्याङ्क यू फर जस्ट बिङ आवर ड्याड एन्ड मम एन्ड ह्याप्पी एनिभर्सरी वी लभ यू सो मच हेलो मम्मी बाबा ह्याप्पी एनिभर्सरी तपाईहरुलाई दादाले सबै कुरा भनिसक्नु भयो मैले सोचिरहेको कुराहरू अब व्हाट टु से जस्ट आई एम रियली ग्रेटफुल तपाईहरु मम्मी बाबा पाएकोमा म चाहिँ एभ्री बर्थमा चाहिँ म तपाईहरु नै के अरे मम्मी बाबा होस् भन्ने चाहिँ आई विश किनभने अहिले दाइले भने जस्तै विथ टाइम चाहिँ बल्ल रियलाइज भयो कि मम्मी बाबा मम्मी ड्याडी पेरेन्ट्स भन्नु चाहिँ एकदमै गाह्रो हुँदो रहेछ अहिले मलाई त्यस्तो फिल भइरहेछ सो तपाईहरु चाहिँ यु गाइज डिड गुड जब हामी जस्तो सन्तान पाएर ओके हैन वी आर वेल म्यानर्ड हैन र अनि हाम्रो नानीहरु पनि यस्तै होस् हजुरहरुले जस्तो प्यारेन्टिङ थियो वी आर अल्सो ट्राइङ त्यस्तै प्यारेन्टिङ अब गर्ने कोसिस वी डोन्ट नो कति सफल हुन्छ तर तपाईहरु चाहिँ अहिले बल्ल रियलाइज भयो कि तपाईहरु एकदमै अन्डरस्ट्यान्डिङ पेरेन्ट्स रहेछ अब फर योर एज यु गाइज डिड रियली गुड जब थ्याङ्क यू फर बिङ आवर पेरेन्ट थ्याङ्क यू सो मच म मामाजुलाई एकदमै धेरै बाँचिरहोस् अझै पनि हैन फेरि अब गोल्डबाट डायमन्ड पनि मनाउन पाओस् भन्ने आशा गर्दछु है मामा माइजू हजुरहरूलाई एकदमै धेरै शुभकामना आज 50औं वैवाहिक जीवनको एकदमै धेरै शुभकामना हजुरहरूलाई हामीलाई यति भाग्यमानी लागिरहेछ कि हजुरहरूसँग यसरी हजुरहरूको 50औं वर्षको यो के अरे एनिभर्सरी मनाउन पाउँदा चाहिँ एकदमै खुसी भइरहेछ र मलाई सायद सबैलाई खुसी लागेछ होला यसरी नै हजुरहरूको यो एनिभर्सरी 60औं 70औं गर्दै 100 वर्षसम्म पनि मनाउन पाऊँ भन्ने एकदमै धेरै हजुरहरूलाई शुभकामना सदा निरोगी हुनुस् खुसी रहनुस् सुखी रहनुस् हामीलाई सानो बच्चादेखिको माया गर्नुभएको अहिलेसम्म गर्नुभछ 25 सम्म पनि हामीलाई एकदमै धेरै माया गर्नुस् आशीर्वाद दिनुस् हाम्रो भनेको मामा माइजू नै हाम्रो आमा हो हाम्रो आमा आजीको पनि हाम्रो आमा पनि हुनुहुन्न आमा आजी नै हुनुहुन्न हजुरहरू हुनुहुन्छ एकदमै धेरै शुभकामना ल बाबा मम्मी ह्याप्पी 50 एनिभर्सरी हामी एकदम लकी हौँ होइन बाबा मम्मीको यसरी 50 एनिभर्सरी मनाउन पायौँ अब त्यस्तै गरी 60 70 एनिभर्सरी पनि मनाउन पाऊँ अनि हामीले बाबा मम्मीलाई पाउन हामीलाई यति त्योस गरेर हुर्काउनु भयो यसरी बाबा मम्मीको एनिभर्सरी मनाउन पाउँदा हामी एकदम खुसी छौँ अनि अहिले सबैजना फेरि ग्यादरिङ भएर यसरी मनाउनु भयो तपाईँहरू पनि आइदिनु भयो एकदम खुसी छौँ नमस्कार मेरो मामा माइजूको 50 वर्षको एनिभर्सरीमा आउन पाउँदा एकदम खुसी लागेको छ है अझै पनि मेरो मामा माइजूको अझै पनि 60 वर्षको एनिभर्सरी मनाउन पाऊँ भन्ने हामीलाई एकदम के भन्छ आशा लागिरहेको छ है अनि मेरो मामा माइजू एकदम हेल्थी हुनु है ह्याप्पी सधैँ ह्याप्पी हेल्थी रहनु हामीलाई सधैँ आशीर्वाद दिनु होला मेरो मामा माइजू सधैँ खुसी देख्न चाहन्छु अनि एकदम स्वस्थ रहनु हामीलाई बोलाउनु भएकोमा म नेपाल हुँदा भए पनि यहाँ आउन पाउँदा एकदम खुसी लागेको छ है मामा माइजूलाई धेरै धेरै शुभकामना छ के गरे धेरै धेरै बधाई पनि छ सबैजना जम्मा हुन पाउँदा मेरो मामाको छोरीहरू मेरो बहिनीहरू सबै नरुन तिमीहरू सबै आउन पाउँदा हामी एकदम खुसी लागेको छ है यो चाहिँ एकदम आमालाई मिस गरिरहेको यो चाहिँ हाम्रो खुसीको आँसु है ल धन्यवाद एकदम हाम्रो मामा माइजूलाई ह्याप्पी एनिभर्सरी 50 वर्षको
हाम्रो मामा भने पनि आमा भने पनि उहाँहरू दुईजना हुनुहुन्छ। हामी यस्तो खुसीको घडीमा हामी आमाहरूलाई एकदम मिस गरिराखेछौँ। हाम्रो आमालाई एकदम मिस गरिरहेछ। तर हाम्रो आमाको एकदम बुझाउने हाम्रो मामा र माइजू हुनुहुन्छ। यसै गरी हाम्रो आशीर्वादले हाम्रो मामा र माइजू 100 वर्ष आए परमार भावस हामी सधैँभरि मामा माइजू भनेर हामीले बोलाउन पाऊँ। हामी एकदम खुसी छु। म नेपाल भएको मान्छे पनि मैले मेरो भाग्यले मेरो मामा माइजूको 50 वर्षको एनिभर्सरी भेट्न पाएँ। म एकदमै खुसी छु। एकदम हृदयदेखि नै मेरो मामा माइजूको आए परमा 100 वर्ष भइरहोस्। हामीलाई सधैँ आशीर्वाद दिइरहोस्। भगवानले मेरो मामा माइजूलाई अझै पनि हामी फेरि पनि मैले मेरो मामा माइजूको 70 वर्षको एनिभर्सरी मनाउन पाऊँ भन्ने शुभकामना दिन चाहन्छु म। धन्यवाद। ह्यापी एनिभर्सरी मामा माइजू। आजको यो 50औं एनिभर्सरी हैन म्यारिड एनिभर्सरी मामाको आउन पाउँदाखेरि एकदमै खुसी छु। हाम्रो मामाको इष्टमित्रहरू सबै परिवारहरू सबै आएको छ गरे। त्यसैमा हामी सबै खुसी छौँ। मेरो कान्छा बाबा र आमालाई अब 50 वर्षको शुभकामना छ। अनि 50 वर्षको बिहाको शुभकामना छ। हामी सबैलाई यस्तो फेरि गर्न पाओस्। हामीलाई पनि 100 वर्षको। तर अब के हुन्छ हैन र जाँदा हैन र अब त्यस्तो त अब आज भन्दा भोलि के हुन्छ थाहा छैन। यस्तो चाहिँ सबैलाई हुन पाओस् अनि राम्रो भओस्। एकदम हामीले एकदम खुसी भछ। यस्तोमा आउन पाउँदा त म त कहिल्यै अब यस्तो फर्स्ट टाइम म पनि थाहै छैन मलाई। आज म अल्ट्रासाउन्डमा मेरो मामा माइजूको 50औं वर्षको बिहा भनौँ न पुरानो वार्षिक बिहा 50 वर्षको मनाउँदैछु। त्यसैले हामी यहाँ आएको छु। सबै परिवारबाट शुभ कामना एन्ड लाइक धेरै वर्षसम्म बाँचोस्। यस्तै फेरि गोल्डन जुब्ली पनि मनाउन पाओस् भन्ने चाहन्छु। थ्याङ्क यू। थाहा छ अनि Wait. No, that's it. We're freestyling. No, what are you gonna say? I need to think, yeah. Alright, 3, 2, 1. Namaste, Buar, Durama. Happy anniversary, 50th. We're very grateful to be here. Namaste, Buar, Durama. Thank you for having us here today. We're here to celebrate your 50th anniversary. I hope you have many, many more anniversaries. I hope to be here for your 70th, 60th, 80th. Thank you for looking after us for all these years, raising us since we were children. And hopefully, when we're older, we go biyama on the saksa, and we get us go ashirwad in the saksa. I hope to see you at our wedding in the future. Thank you. Namaste. Happy anniversary, हाम्रो बाजे अनि बजेलाई 50 anniversary हैन 50 anniversary अनि एकदम रमाइलो भयो अनि हुन्छ खुसी भयो युकेमा बस्नु सबैजना खुसी भयो यसबाट पनि आउनु भयो युकेमा आइदिनु भयो विकास दाइलाई भेट्यो हैन मिस यु अन्जु दिदी भएको त रमाइलो हुन्थ्यो फाइन हैन सबैजनाबाट भइरहेछ सोना है सो त्यही हो ह्यापी एनिभर्सरी हाम्रो बाजे बजेलाई बी हेल्दी एन्ड बी ह्यापी बाइ नमस्ते मामा माइजूलाई 50 एनिभर्सरीको धेरै धेरै शुभकामना आउने दिनहरुमा अझै उहाँहरुको चाहिँ राम्रो होस् राम्रो स्वास्थ्य होस् अनि चाहिँ हामीले अझै राम्रो पार्टीहरु अझै गर्न सकौं अनि राम्रो मोमेन्टहरु चाहिँ हामीले चाहिँ एकअर्कासँग चाहिँ बिताउन सकौं भनेर चाहिँ शुभकामना दिन चाहन्छु धन्यवाद Happy anniversary, congratulations. Happy anniversary, Baje. Hopefully we gonna celebrate next 10 वर्षमा चाहिँ 60 anniversary अनि सधैँ तपाईहरु यसरी नै खुसी भएको देख्न पाऊँ तपाईहरुको आशीर्वाद सधैँ यसरी नै पाऊँ थ्यांक यू चाहिँ दुधबहादुर आमा हजुर
मेनी कङ्ग्रेचुलेसन्स हजुरको एनिभर्सरीको लागि धेरै धेरै खुसी भइराख्नुहोस् अनि होपफुली नेक्स्ट फ्यु एनिभर्सरी भइराखोस् अनि हाम्रो लागि पनि इन्सपिरेसन हो सो होपफुली हाम्रो पनि यस्तै भइराखोस् नमस्ते मामा बाजे अनि माइजू बाजे के भन्छ रे भन्नु नि हजुरको 50th एनिभर्सरीमा आउन पाएकोमा धेरै धेरै खुसी लाग्यो यसरी नै हजुरहरू निरोगी भएर लामो आयु भएर बस्नु अनि हामीलाई नि आशीर्वाद दिनुहोस् अनि यस्तै 50 पनि भेट्यो अब फेरि 70 गोल्डन के भन्छ नि गोल्डन डायमन्ड जुबली 50 60 70 सबै एनिभर्सरी चौरसी पूजा पनि सबै भेट्न पाओस् चौरसी पूजा नि अनि एकदम खुसी लाग्यो अनि हजुरहरूले हामीलाई एकदम लुक आफ्टर गर्नुहुन्छ एकदम भाग्यमानी के भन्छ रे ठान्छु हामीले अनि यसरी नै माया गर्नु होला अनि आशीर्वाद दिनु होला भन्दै ह्यापी एनिभर्सरी थ्यांक यू अब ज्योति गुरुङ र विद्या गुरुङको शानदार प्रस्तुतिपछि अर्को शानदार प्रस्तुति लिएर आउँदै हुनुहुन्छ हाम्रो सबैकी प्यारी दिपा गुरुङ। तालिया। मैले भनेको मिस भइहाल्यो नि यहाँ। फेरि भन्न, फेरि एकचोटि रिपिट गर्न।
फेरि ल हेलो बेना 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 मेरो साथी बेना
मात्र है राम्रो गीत आउँछ भने मात्र है
सबैलाई हेरेर इन्जोय गर्नु होला। भर्खरै सिक्नु भएको 3 मिनेट मात्रै सिकेको भनेर भन्दै हुनुहुन्छ। ल तालीको साथ उहाँहरूलाई स्टेजमा स्वागत गरिदिनु होला। धन्यवाद। गीत त यहाँ होला नि। ल है अब चाहिँ भान्जी टोलीहरूको डान्स स्टार्ट हुँदैछ। उहाँहरूले चाहिँ फेरि 3 मिनट मात्रै सिक्नुभएको है। 3 मिनटबाट 4 मिनटमा चाहिँ यहाँ स्टेजमा है सबैजनालाई चाहिँ ल्याउनुहोस् प्लिज। यति ट्यालेन्टेड हुनुहुन्छ है उहाँहरू चाहिँ। झन् हाम्रो गाना गीत झन् सिक्दै नसिके है त। यहाँ ट्यालेन्टेड पास है। Salah
अन्त्यतिर आइसकेको छ। अब खाता लाउने कार्यक्रम है, हजुरहरू सबैजना अगाडि आइदिनु होला, खाता लगाइदिनु हुने पाहुनाहरू।
अनि यो चाहिँ हामी यति जति पनि हामी यहाँको विकास भान्जा भान्जी छोरी ज्वाइँहरू नातिना के अरे ज्वाइँहरू सबै मैले सायद भन्न छुट्याएँ होला। त्यहाँबाट चाहिँ यो हजुरहरूले सानो एउटा हाम्रो मायाको चिनो मात्रै हो, कुनै पनि अप्ठ्यारो नमानिकन स्वीकारिदिनु होला भन्ने एकदमै ठुलो हाम्रोदेखि हामी सबैको एउटा यो अनुरोध है। अनि यो ठुलै खासै ठुलो कुरा त होइन, तर पनि एउटा सानो मायाको चिनो हजुरहरूलाई सम्झना हामी सबैबाट है। ह्याप्पी एनिभर्सरी वान मामालाई लगाइदिनु। अनि थ्याङ्क यू एकदम हाम्रो मनिषा परिलाई थ्याङ्क यू, किन भन्दा मैले सबै ग्रुपलाई यो गरौँ है भन्दा हजुरहरूलाई नि एकदमै धेरै थ्याङ्क यू। धेरै एक बजेभन्दा माथि Thank you.
मेरो साड भाइले अब यो गर्नु भनेको होइन त्यो आज हाम्रो मेरो साड भाइले केही भन्दै हुनुहुन्छ ल होइन आज हाम्रो ससुरोको अब 50 एनिभर्सरीमा होइन यस्तो इन्जोय गर्दैछ कि हाम्रो आज सेलिब्रेटी मात्रै हो होइन तर मेरो जेठानी अब हाम्रो अन्जु बहिनी चाहिँ डक्टर अन्जु बहिनी म युएसएमा हुनुहुन्छ उहाँले एकदमै मिस गर्नुभएको छ है हाम्रो जेठो चाहिँ आउनुभयो होइन डक्टर विकास गुरुङ तर हाम्रो अन्जु बहिनी डक्टर अन्जु बहिनी र हाम्रो मेरो भदिनी दुईजना भदिनी अनि र भदा दुईजना चाहिँ युएसएमा आउनु पाउनु भएन युएसएमै हुनुहुन्छ नेक्स्ट टाइम अब बिकज अफ त्यो एजुकेसनले बच्चाहरूको एजुकेसनले गर्दाखेरि एकजना मात्रै आउनु पाउनु भएको कारणले गर्दाखेरि होइन त्यस उहाँहरूले एकदम मिस गरेछ होला अब हामीले मिस गरेको छ हामीले पनि उहाँहरूलाई मिस गरेको छु उहाँहरू आउनुभयो झन् एकदम दामी इन्जोय हुन्थ्यो त्यो हाम्रो हाम्रो जेठो आउनुभएछ होइन प्रेसिडेन्टमा आउनुभएछ युएसएबाट भयो भने जस्ट 3 डेजको लागि मात्रै आएको है यो प्रोग्रामको 3 डेजको लागि होइन 3 डेजको लागि मात्रै आएको मेरो साड भाइ अब मेरो भन्नुपर्ने केही पनि छैन एकदम खुसी छु आज जुन कि अब आज हाम्रो सासू ससुराको चाहिँ 50 इयर्सको एनिभर्सरीमा हामी यसरी सम्पूर्ण हाम्रो एउटा फ्यामिली हो यो हाम्रो यसको कुनै मिस छैन हाम्रो एउटा फ्यामिली हो एउटै घरको र अहिले हाम्रो चाहिँ नि मेरो साला युएसबाट चाहिँ हाम्रो के अरे आउनु भएको छ डक्टर विकास गुरुङ अब हाम्रो सालाको तर्फबाट केही गरिसक्यो
Thank you.